म यति बेला पशुपति क्षेत्रमा छु। श्री पशुपतिनाथको मन्दिर तपाईहरुले पारी देख्न सक्नुहुनेछ। यो श्री पशुपतिनाथको मन्दिर भनेको नेपाल लगायत संसारभरि छरिरहेका करोडौं हिन्दू सनातनी धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो। हामी धेरैलाई पशुपतिनाथ मन्दिरको बारेमा थाहा छ, तर पशुपतिनाथ मन्दिरको वारिपट्टि जहाँ बागमती बग्छिन् त्यसको वारिपट्टि यस्तो एउटा स्थान छ, त्यसको बारेमा हामी धेरैलाई थाहा छैन। आउनुस् म तपाईहरुलाई देखाउँछु। यो एउटा यस्तो स्थान हो जहाँबाट हामीले एकै लाइनमा 11 वटा शिवलिङ्ग देख्न सक्नेछौँ। यहाँदेखि पारीसम्म तपाईहरुले गर्नुभयो भने कहिलेकाहीँ पशुपतिनाथ दर्शन गर्न आउँदाखेरि यहाँ आएर यो हेर्न नभुल्नु होला। 11 वटा शिवलिङ्ग एउटै लाइनमा छ। संसारमा यस्तो अद्भुत दृश्य, यस्तो हाम्रो एउटा आस्थाको केन्द्र, यस्तो अद्भुत दृश्य कहीँ पनि देखिँदैन। यो सिर्फ पशुपतिनाथ मन्दिरमा मात्र देखिन्छ। रियल ब्युटी। हस्, श्री पशुपतिनाथले यहाँहरू सबैको जय कल्याण गरून्। नमस्ते।